हाई गाइज, के तपाईँ पनि मै जस्तो वर्षौँदेखि सेम टाइपको कपालको स्टाइल, सेम कलरको टी सर्टहरू हमेसा लाउनुहुन्छ? यो कुरालाई एभोइड गर्नको लागि एक त गर्लफ्रेन्ड हुनपर्छ, जुन कि चाहिँ पर्सनालिटी छैन। अनि सेकेन्ड कुरा, हामी चाहिँ एआईदेखि हेल्प लिन सक्छौँ। एआईले हाम्रो पर्सनल्ली डिजाइन क्लोथ कस्मेटिकहरू डिजाइन गरेर हामीलाई पर्सनली एसिस्टेन्ट गर्छ। सो यो कुरा गर्नको लागि जस्तै अब हाम्रो फेसमा, हाम्रो बडीमा कुन टाइपका क्लथ्सहरू राम्रो लाग्छ, हाम्रो फेसमा कुन टाइपका सनग्लासेसहरू राम्रो लाग्छ, हाम्रो फेसको अनुसारले कुन टाइपका हेयरस्टाइल राम्रो लाग्छ, हाम्रो बडीको स्ट्रक्चर अनुसार कस्ता टाइपका जुत्ताहरू, कस्ता टाइपका लुगाहरू हामीले लाउने भनेको यो सब कुराहरू एउटा प्रोफेसनल लाग्छ इफ हामीले राम्रै तरिकाले लगायो भने। यो सब कुराहरू कसरी जान्ने, कसरी के गर्ने भन्ने बारेमा यो भिडियो हजुरले लास्टसम्म हेर्नु होला। जस्तै कि यहाँ मैले तपाईलाई एउटा प्रम्प्ट दिएको छु। यो प्रम्प्ट तपाईले के गर्नु होला, कपी गर्नु होला। अब मैले एउटा कुरा हजुरलाई भन्न के चाहन्छु भनेको, जस्तै हाम्रो बडीमा सब कुराहरू के अनुसारले डिपेन्ड गर्छ। जस्तै हाम्रो फेसको कलर र हाम्रो फेसको स्ट्रक्चर, हाम्रो फेस कस्तो छ, ओभल टाइपको छ कि कस्तो छ, त्यो अनुसारले हाम्रो कपालको पनि त्यो कुराहरू डिटरमाइन गर्छ। जस्तै कि हाम्रो ओभल फेसमा कस्तो टाइपको अनि कपालहरू सुट गर्छ, अनि हरेक कुराहरू त्यस्तै तपाईँ हेर्न सक्नुहुन्छ। अनि बडी कस्तो छ, लिन बडी छ कि धेरै फ्याटी बडी छ, त्यो टाइपको अनुसारले टी सर्ट्सहरू अनि बडीको कलर अनुसारले कुन क्लोथहरू राम्रो लाग्छ, अनि सुज, त्यो सब कुराहरूले एआईले हामीलाई सजेस्ट गर्छ। सो अहिले भर्खरै हजुरले कपी गरेको कोड, जस्तै कि अहिले पनि स्क्रिनमा हजुरले हेर्न सक्नुहुन्छ, यो प्रम्प्ट हजुरले के गर्नु, कपी गर्नु, र यो प्रम्प्टलाई कपी गरेर के गर्नु छ, च्याटजिपिटीमा जानु छ। च्याटजिपिटीमा गएर तपाईँले के गर्नु छ, आफ्नो एउटा फुल साइजको फोटो, फुल जसमा हजुरको तलदेखि माथिको सब पार्ट त्यहाँ होस्, फुल भनेकै त्यही, सरी। अनि त्यसपछि हजुरले के गर्न छ, त्यहाँ यो प्रम्प्ट पनि पेस्ट गर्नु होला, र प्रम्प्ट पेस्ट गरिसकेपछि एआईले तपाईँको तारिफ गर्दै सब कुराहरू एकदम स्पष्ट तरिकाले लिखित र इमेज सहित तपाईले दिन्छ। एक विक भनेको 7 दिनको पुरा प्रपर प्लानिङ गरेर दिन्छ कि कुन विक कस्तो लुगा लगाउनु, कुन टाइपको सुज हजुरमा सुट गर्छ, कस्तो टाइपको सनग्लासेस र कुन टाइपको हेयरस्टाइल तपाईँको फेस अनुसारले त्यहाँ सुट गर्छ भनेर सब प्रपर प्लानिङ एकदम लिखित र इमेज सहित त्यहाँ दिन्छ। त्यो अनुसारले तपाईले पनि आफ्नो फेस अनुसारले स्टाइल राख्न सक्नुहुन्छ। किनकि भोलिको दिनमा इफ तपाईँ बार कहाँ जानुभयो भने, कपाल कटाउन सोच्नुभयो भने तपाईले त्यहाँ बढी सोच्न पर्दैन। त्यो अनुसारले हजुरले त्यहाँ इजिली थाहा पाउन सक्नुहुन्छ कि मेरो फेस अनुसारले यो स्टाइल मेरोमा सुट गरिरहेछ। लुगा किन्न जाँदाखेरि तपाईले त्यहाँ चुज गर्न सक्नुहुन्छ कि यस्ता कलर अनि यस्ता मोडलको क्लोथ्सहरू मेरो बडीमा राम्रो लाग्छ। सू किन्न जानुहुन्छ भने त्यो पनि त्यहाँदेखि, र सनग्लासेसहरू, त्यो अनुसारले तपाईँ त्यहाँ इजिली हेर्न सक्नुहुन्छ। होप यो भिडियो तपाईलाई हेल्पफुल लाग्यो होला भने लाइक सेयर जरुर गर्नु होला। फेरि भेटौँला अर्को भिडियोमा। तबको लागि टाटा, बाई बाई।